मर्निङ एन्ड नमस्ते सबैजनालाई। आज चाहिँ यसो गान्तोकतिर टुर निस्किने भनेको जोसन भाइको होलिडे सेलिब्रेट गर्नलाई। खै जोसन भाइ पनि के गरिरहेको छ, मौसमले यस्तो च्यालेन्ज गरिरहेको छ, अझैसम्म सुतिरहेको छौँ हामी त। अब यसो उठेर फ्रेस हुनु पऱ्यो, रेडी हुँदै गर्नु पऱ्यो। जोसन भाइ पनि फ्रेस हुँदैछ कि पानी पर्न आँट्यो भनेर टेन्सन लिइरहेको होला। जोसन भाइ पनि अब आउँछ होला रेडी भएर, अब यसो उठेर फ्रेस हुनु पऱ्यो। म चाहिँ अहिले हिँड्नको लागि रेडी भइसकेँ। रेडी भएर पनि जोसन भाइको वेटिङमा हो। जोसन भाइ चाहिँ खै के गरिरहेछ। पानी पर्नु लाग्यो भनेर बसिरह होला माथि घरमै है। यस्तो वेदरमा त निस्किन सकिँदैन। जोसन भाइ अझै आइपुगेको छैन, त्यतिखेरसम्म बस्नु पऱ्यो अझै वेटिङमा। कहाँको अन्डरग्राउन्ड पानी पऱ्यो भने यो बाटो कति खराब हुन्छ। खुल्यो ल जम आमामामा के बाटो बनाउँदै हामीले पारी खाएन पुरानो पुल। जोसन सर खाना खाना रेडी हो? ल सुरु गरौँ। मौसम कस्तो भइरहेछ? ठिक छ। जामले टेन्सन हो, धुवाले। अहिले चाहिँ हामी खाना खानु सुरु गर न। खाना खाने हो। खाना खाएर एकछिनमा रेस्ट गरेर निस्किनुको लागि 1 दिन सुत्नु पर्ला जस्तो है। निन्द्रा लागिरहेछ। आम्मा मेरो त पुरै फेसै त्यो के भन्छ धुलोले ढाकिसकेछ। जिउ सर्भ गर्दै अहिले चाहिँ हामी मुलिनमा खाना खाइसकेर एकछिन रेस्ट गर्ने टाइममा सनम भाइ र दिवस भाइ आउट अफ कन्ट्री भएको हुनाले अब कहिले भेटेर सँगै हामी यसरी टुर जाने भन्ने सल्लाह गर्दै ग्रुप कलमा एकछिन यसो गफ गर्दै डिस्कस गर्दै टाइम पास गर्दै बसेको। कस्तो भइरहेछ जोसन सर?
गाह्रो हुनु भएन बोट हेर्नुहोस् है त्यो यो जस बाटोमाथि के अप्ठ्यारो त पर्दैन यतिकै हो यस्तै बाटो यतिकै छ हस् धन्यवाद हस् धन्यवाद जान्छ भने त किन हो यहाँ राख्ने पुग्नु पर्ने त्यो डाँडा अझै त्यो डाँडा ए यो त वाकमा रहेछ वाक देखाएको रहेछ नि त यस्तो भिड पहाड कटेर माथि एउटा गाउँ रे त्यो पनि कस्तो राम्रो ठाउँ के गर्नु हामी नै कुटाइममा आएर यही हो ल रहेछ नेट चलाएछ सर यताबाट माथि आफ्नो त्यो के भन्छ कबड्डी 2 मा थ्रीमा हाल्दै हामीले सोल्टिङलाई गान्धी आएर फुल दिएर उपासनालाई के त सोल्टीको ए खै यादै भएन म त राति आयो तपाईँले यस्तै खोज्नु भयो क्या अरे यो चाहिँ झैखट्टे है झैखट्टे तर पानी डुबेर खडा छ झैखट्टे के गर्न आँटेको जेसन भाइ पानी खानु लाग्यो ए बाहिर त नदेखिने रहेछ यो चाहिँ होटल हेरिरहेको छु यो चाहिँ रुम जसन सर सुतिरहनु भएको छ है कस्तो छ जसन सर कस्तो भइरहेछ फ्रेस भइसक्यो बाथरुम देखाउने हो नदेखाउँ ल रातभरि निन्द्रा नलागेर कत्रो चढाएको भने सुनेन खोला त यस्तो दामी देखाएको छ देख्नु त हिमाल देख्नु त त्यो उस सबै खोल्नु पऱ्यो नि त अब हिमाल चाहिँ बाहिर गएर देख्ने धामधुरको मर्निङको भ्यू रातभरि पानी परेर सुत्न नसकेर चट्याङ हानेर
देख्छ रहेछ यस्तो माथितिर जानु पर्यो अब भ्यू हेर्नलाई बाइक राखेका बाइक राखेको के हो दुईजना बस्छ त कन्फ्युज हुँदो रहेछ यो चाहिँ घान्द्रुकको मर्निङ भ्यू रातभरि पानी परेर होला कस्तो क्लाउडी देखिरहेछ तर एकदम राम्रो देखिरहेछ भ्यू चाहिँ तल एकदम फेमस गुरुङ कटेज चाहिँ प्याक भएको कारणले यो चाहिँ बिएस होटेलको टप पानी 14 किलोमिटर कुन चाहिँ बाटो हो माथि कि तल के बनाएको साइनबोर्ड यताबाट हो कि त्यहाँ तल राखेको छ यता देखाएको छ कता रे नि एरो कता देखा छ रे उता मास्तिर देखाएको छ साइनबोर्ड तलको बाटोमा राखेको छ तलबाट चाहिँ होला घान्द्रुक गेस्ट हाउस स्ट्रिट यहाँबाट घोरे पानी 14 किलोमिटर तलबाट हो कि माथिबाट हो कहाँ डिरेक्सन देखाएको छ Exploring Gandruk. गधाएर खच्चहरूको सोल्टीले बाइक कुदाएर जानु देखिरहेको को सोल्टी कर्म साक्यले बाइक सिकाउँदैन विल्सन सिकाउन होइन ए
जुए सबै लजहरूको मात्र छ यो कताको लागि हिँडाइ हो जो संसार यतातिर घुम्न ठाउँ छ भनेर त्यतिकै हावा लगाइदियो हो क्या लास्टमा यही घर मात्र हेर्ने होला होइन ए तल रहेछ नि त त्यहाँ बस न डाँडामा यतातिर पनि रहेछ जस्तो है बस्ने ठाउँ घुमिसक्यो घान्द्रुक Gandruk is finished. घान्द्रुक सक्यो घान्द्रुक Gandruk यात्रा समाप्त भइहालेको छ नघुमिकन समाप्त भयो है पानी परेर रातभरि चट्याङ हानेर भन न चट्याङ हानेछ के हानेछ घरि बाघ घुर्या छ बाघ कराउँछ रहेछ हजुर हजुर फर्किँदैछ भने फर्किँदैछ के गरे बाटो देखाएर स्टप यति हिँड्दै गर्मी अनि घोडे पनि गएको भए त झन् पुनिल गएको भए भएन भयो यहाँको बाटो अँध्यारो पनि हुन्छ होइन त यत्रो उकालो चढ्यो अँध्यारो घान्द्रुक टाइम पनि बाई बाई कि लान्द्रुक जाने लान्द्रुकबाट त हिँड्नै नदेखिन्छ होइन लान्द्रुकबाट देखिन्छ त्यहाँ पारिको गाउँ चाहिँ लान्द्रुक रे